अनि सम्पूर्णमा गुड मर्निङ। र अहिले चाहिँ म यहाँ शिलङमा, यो शिलङको कुन चाहिँ रोड हो म चाहिँ चिन्दिनँ हो, हाइवे नै हो, एनएसटेल हाइवे नै हो। हाइवेमा निस्किरहेछु, ट्याक्सी पर्खिरहेछु हो। भाइ पनि बसिरहेछ यहाँ, दुई भाइ। चिसो चिसो छ मौसम, मजाको छ। अब तल त्यो हामीलाई जसले यहाँनिर बोलाउनु भएको थियो, मेरो साथी नै भनौँ, उहाँको घरमा जानको लागि यहाँबाट ट्याक्सी पक्रेर चाहिँ आधी घन्टाको सफर छ हाम्रो। र शिलङको अलिकति नजारा हेर्न सक्नुहुन्छ तपाईँले, एकदमै दामी रहेछ जग्गाहरू। आज चाहिँ अलिकति समयमै काम सक्यो भने चाहिँ एक दुईवटा जग्गाहरू चाहिँ यसो च्याउने, यसो हेर्ने सोचेको छु। हेरौँ समयले अब कतिको साथ दिन्छ। अनि भोलि चाहिँ फर्किने यहाँबाट हामी। भोलिको चाहिँ हाम्रो फ्लाइट छ। भोलि हाम्रो 9-10 बजीको छ। यहाँबाट गुवाहाटी गएर गुवाहाटीबाट फ्लाइट छ। भोलि चाहिँ हामी घर फर्किने। थ्याङ्क यू फर वाचिङ।